आज हाम्रो बाबाले यहाँ आगो जलाउनु पर्छ के को लागि भन्दाखेरि हेर यो मासु सुकुटी बनाउने। अब भयो यो रेडी। अब कोइला बन्यो यो पोल्छ भनेर गर्नु भयो। त्यही तासियो भनेर रड राखेर घाम त चियासै भयो। अब रेडी हो। अब हो त नि घाम त यस्तो चर्को घाम। बाबाले अब सुकाउन स्टार्ट गर्नुभयो। 2000 को सुकुटी रे ल। अब अहिले यति छ। सानो हुँदाखेरि 400 को 500 को एउटा भैँसी काट्थ्यो। अहिले त भैँसी नि 80,000 90,000 काट्ने भैँसी नि के भएको 100 रुपियाँ मासु त नसकी डोकोमा बोक्थ्यो। 50 रुपियाँको 25 रुपियाँको त थाहा पाएको थिएँ क्या मैले पनि। 100 को त्यो डोकैभरि त थाहा पाएको थिएन भयो अलिकति। 200 को कति लामो हो त नि यो सुकुटी त। बोसो रहेछ क्या त्यो अर्को चाहिँ के को मासु रे माइला याकुला। ल अब यो कागले खान्छ भनेर चाहिँ बन्द गरिदिनु भयो बाबाले। यहाँ मैला भएको दाउराले र खरानी अब यो मुनिको पार्ट चाहिँ डढ्न लागेको थियो भनेर बाबाले यहाँ यसलाई के गर्न लागेको लाग्नु के गर्न लाग्नु यसलाई पल्टाउन लाग्नु रातो रातो भइसकेको मासु त्यसको टेक्नु त त्यही भन्नु चकाचक भयो। रेडी भइसक्यो। अब चाहिँ मासु पोलेर सकियो।